यो ठाउँ चाहिँ भगवान बुद्ध पहिला पालामाको राजधानी है, राजदरबार छ यहाँ थियो। राजा शुद्धोधन र आमा महामाया साउदानी आमा प्रजापति यहाँको राजधानी चाहिँ यहाँ हो। अनि भगवान बुद्ध सिद्धार्थ यहाँ जन्मदेखि 29 वर्षसम्म चाहिँ यहाँ बस्नुभयो। 29 वर्ष यहाँ बसिसकेपछि उहाँ चाहिँ यो संसारको दुःख, यो संसारमा बिरामी हुनु, यो संसारबाट मरेर जानुपर्ने, यो संसारमा चाहिँ बुरा हुनु, परिवर्तनशील हुने दुःखहरू देखेर चाहिँ बुद्ध चाहिँ यहाँ राजदरबार त्यागेर चाहिँ बिच्छु बन्नेमा लागेको थियो। राजदरबार थियो त्यसरी लाग्यो।